सविता भण्डारी साम्बालाई केएमसी हस्पिटलले निशुल्क उपचार गरिदिने र पछिल्लो समयमा अन्ताबाट निक्लेको प्रेस विज्ञप्ति बारेमा एकचोटि बुझ्ने प्रयास गरौँ। केएमसी हस्पिटलका प्रमुख सुनिल शर्माले साम्बाको हेल्पको लागि हात अगाडि बढिसकेपछि उनको उपचार चाहिँ निशुल्क गराइदिने प्रतिबद्धता जनाउनु भएको थियो, जुन कुरा सत्यता पनि हो। तर साम्बाको जुन करियर ब्याक टु ब्याक इन्जरी र अन्य थुप्रै टियरहरू चुटेको कारणले गर्दा पनि निकै नै सिरियस अपरेसन गराउनु पर्नेछ र त्यो हिसाबले गर्दाखेरि नेपालमा सम्भव छैन र उनले चाहिँ वर्ल्डको टप 3 हस्पिटललाई प्रिपोरिस, जहाँ किलियन एम्बापे र डेम्बेले जस्ता टप प्लेयर पनि त्यहाँ आएर चाहिँ उपचार गराउने गर्छ र किनकि त्यहाँ गरायो भने उनी पुनः पनि मैदानमा फर्किने भविष्यको लागि पनि निकै राम्रो विचार हुने भएको कारणले गर्दा पनि त्यो रिफर गरेको हुन्। यो हिसाबले गर्दा नेपालको कुनै पनि हस्पिटलमा सम्भव नभएको कारणले गर्दा त्यो सहयोग चाहिँ व्यर्थ रहने कुरा देखिन्छ र त्यसैले गर्दा हेल्प गर्न पनि पछाडि नपर्नु होला, जति सक्छ हेल्प चाहिँ गर्नु होला।